राज्यको जुन आदिवासी जनजाति जनको उपलक्ष्यमा आयोजित आदिवासी जनजाति आन्दोलनमा पद्मको योगदान विषयमा आज गरेका थियौँ। आज चाहिँ त्यो गोष्ठीमा हाम्रा यस सभाका सभापतिज्यू, यस सभाका सम्माननीय पद्मरत्न बरादरज्यू, सबै गण्यमान्य व्यक्तिहरूलाई मेरो अभिवादन ढुकढुकाउ। हामीले यो पद्मरत्नको सम्मान कार्यक्रममा एउटा कमिटी बनेको थियो। उहाँको सम्मान कसरी गर्ने, के गर्ने, उहाँलाई कुन रूपमा सम्मान गर्ने भन्ने चाहिँ विषयमा हामी छलफल गरेर आजसम्ममा हामीले भाद्र 1 गते, भाद्र 2 गते, भाद्र 3 गते, भाद्र 15 गते, भाद्र 20 गते, भाद्र 21 गते, भाद्र 23 गते, भाद्र 27 गते आजसम्ममा हामीले गोष्ठी गरिसक्यौँ। जुन पर्यटन विभागमा 3 चोटि गरे, सभागृहमा 2 चोटि गरिसके, बाँकी अरू यहाँ सबै ठाउँमा चाहिँ गर्दाखेरि जसो उहाँको चाहिँ पत्रकारितामा कति दखल छ र उहाँ साहित्यिकमा चाहिँ कति दखल छ, उहाँ राजनीतिकमा कति दखल छ। यस्तै चाहिँ हामीले चाहिँ 8वटा चाहिँ हामीले गरिसकेको छ र खास गरिकन राजनीतिकमै भनौँ, उहाँले पञ्चायत कालमा प्रजातन्त्रको नारा लगाएर उहाँ चाहिँ इलेक्सन लड्नुभयो तर जित्नुभयो। पञ्चायतमा पस्दाखेरि पनि उहाँले चाहिँ भने वसुन्जेल चाहिँ भने पञ्चायतको विरोध गर्दै प्रजातन्त्रको चाहिँ भने उदयको लागि उहाँले चाहिँ सङ्घर्ष गरेर जेल पर्नुभयो। कमसेकम उहाँको एउटा साँच्चै भनौँ भने यहाँले चाहिँ उहाँको क्यासेट निस्केको थियो, नेपालभरै प्रचार भएको थियो, लाखौँ क्यासेट निस्केको थियो। त्यस्तो किसिमको चाहिँ राजनीतिकमा चाहिँ लागेको छ र राजनीतिकमा पनि हाम्रा गोष्ठी भएको थियो। गोष्ठीमा हाम्रो भूतपूर्व प्रधानमन्त्री प्रचण्डजीले जारी उहाँलाई तारिफ गर्नुभएको छ र उहाँको चाहिँ जुन गणतन्त्रको लागि जुन दखलमा उहाँले चाहिँ पद्मरत्न ज्यादै हामीले चाहिँ मद्दत गरेको छ र हामी चाहिँ त्यसमा उहाँको समर्थनमा लागेको छौँ भनेर प्रधानमन्त्री प्रचण्डजीले पनि भन्नुभयो। जस्तो नयाँ वर्षको विषयमा हामीले पर्यटन विभागमा हाम्रो पूर्व मन्त्री बाबुराम भट्टराई, लालबाबु पण्डित, पूर्व प्रधानमन्त्री उपप्रधानमन्त्री वामदेव गौतम सबैलाई हामीले चाहिँ बोलाएर गोष्ठीमा चाहिँ भाग लिनुभएको छ। उहाँ बाबुरामजीले भन्नुभयो यो पद्मरत्न चाहिँ नेपालको रत्न चाहिँ दिनुपर्छ भनेर उहाँले चाहिँ अनेक किसिमको समर्थन गरेर उहाँले चाहिँ यस्तै किसिमले आजसम्ममा उहाँलाई चाहिँ जुन सम्मान गर्ने हामीले चाहिँ जुन प्रोग्राम बनाए त्यो अहिलेसम्ममा कसैले पनि चाहिँ छैन र एकदम राम्रोसँग चाहिँ उहाँको सम्मान गर्नुपर्छ भन्ने चाहिँ हामीले विचार गर्ने पायौँ। र अब हामीले 29 गतेको दिनमा पछि यही संस्थाका संस्थाहरूले उहाँको सम्बन्धमा हामीले चाहिँ प्रचार गरेको छौँ। जसको इच्छा छ, जसको के छ उहाँहरू चाहिँ 29 गते चाहिँ 2 बजेदेखि चाहिँ उहाँ यहाँ प्रोग्राम सुरु हुन्छ। 2 बजेदेखि चाहिँ फलो हुनेछ। जस्तो अब 30 गते 8 बजेदेखि उहाँको घरबाट चाहिँ प्रोसेस निस्किन्छ र सभागृहसम्म जान्छ। सभागृहमै चाहिँ
बिहानकै प्रोग्राममा व्यस्त हुन्छु र उहाँ चाहिँ अलिक हाम्रो सबै काम चाहिँ विषय हो। यस्तो किसिमको पद्मरत्न दिनु चाहिँ भने आजसम्म अनुभव पहिलेको चाहिँ छोड्नु, आजको चाहिँ जुन 8-9वटाको हाम्रो चाहिँ गोष्ठीबाट के अनुभव भएको छ, उहाँ जस्तो उहाँ चाहिँ व्यक्तिगत होइन संस्थागत यस्तो किसिमले चाहिँ हामीले सम्मान चाहिँ गर्न पाएको छौँ। उहाँको सम्मानमा यति भन्दै यहाँहरूले सबैले चाहिँ यसमा चाहिँ आज 29 गरेर 30 गरी चाहिँ भाग लिनु हुँदै उहाँलाई सम्मान गर्न पाउनु अनुरोध छ।